सुरुमा त नौलो ठाउँ है मलाई त यहीँ होला भन्ने लाग्थ्यो तर टाढा रहेछ त्यहाँ पुग्दाखेरि चाहिँ मान्छे चाहिँ हामी जस्तै देखिने तर उनीहरूको भाषाहरू चाहिँ फरक ल्याङ्ग्वेज फरक थियो तर उनीहरूले कमन ल्याङ्ग्वेज चाहिँ अब हामीसँग बोल्दाखेरि चाहिँ अनि कलेजमा बोल्दाखेरि चाहिँ कमन ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस युज गर्थ्यो त्यहाँ एउटा डिसिप्लिन लाइफहरू हुन्छ रुटिनमा हिँडेन भने हामीले पनिसमेन्टहरू पनि पाउँछ त्यहाँ है बाइबल कलेजमा चाहिँ हामीलाई एउटा असल प्रभुको सेवक हुनको निम्ति चाहिँ हामीलाई तालिम दिइन्छ अब प्रभुको सेवक हुन त सजिलो छैन के हामी चाहे जस्तै होस् म आइसकेँ अब कसरी फर्किने होइन म फर्किँदिनँ म यहीँ चाहिँ जस्तो हुन्छ म मेहनत गरेर यहीँ बस्छु भनेर बस्यो भने चाहिँ उसको जीवन चाहिँ परिवर्तन भएर ऊ नयाँ मानिस भएर चाहिँ फर्किन्छ भर्खरको जवानहरू जो चाहिँ अहिले सेवकाइमा आइरहेका छौँ कतिपटक हाम्रो विचार अनुसारको सेवकाइ चाहिँ हुँदैन हुन्छ जय मसीह तपाईलाई फेरि पनि स्वागत छ हाम्रो यो कार्यक्रममा जसको नाम छ ब्रिथ इन साँच्चै फेरि पनि हामी यो कार्यक्रममा नयाँ हाम्रो गेस्ट सहित हामी तपाईहरुमा उपस्थित भइसकेका छौं स्वागत छ तपाईलाई धन्यवाद सर्वप्रथम तपाईको आफ्नो परिचयबाट सुरु गरौँ न हुन्छ मेरो नाम अमल गुरुङ हो र म चाहिँ पृथ्वी चोकमा पोखरा 9 कृष्ण टोलमा बस्छु मेरो चर्चको नाम चाहिँ कनन बैप्टिस्ट चर्च हो र म अहिले विवाहित छु र मेरो श्रीमतीको नाम शोभा थापा हो हजुर मेरो परिवार मेरो बाबा चाहिँ अहिले पास्टर सेवकाई नै गर्दै हुनुहुन्छ एउटा गाउँमा जसको नाम तिल्ची हो हजुर अनि यो चाहिँ अन्नपूर्ण गाउँपालिका 11 मा पर्छ हजुर अनि त्यहाँ चाहिँ सेवकाई गर्दै हुनुहुन्छ मेरो मम्मी यतै पोखरामै हुनुहुन्छ मेरो बजेहरू पनि अनि हामी सबैजना पोखरामै छौँ बाबा मात्र चाहिँ माथि गाउँमा सेवकाई गर्दै हुनुहुन्छ हुन्छ बाबा सेवकाई गर्दै तपाई के गर्दै हुनुहुन्छ म पनि अहिले सेवकाईमै छु अहिले म हाम्रो चर्चमा एज युथ लिडर म सेवकाईमा त्यसरी लागिरहेको छु अनि त्यसको साथसाथै एउटा डिसाइपलशिप प्रोग्राममा पनि म आबद्ध छु डिसाइपलशिप प्रोग्राममा हजुर तपाईले चाहिँ यो बाइबलको ट्रेनिङहरुको विषयमा चाहिँ कसरी बुझ्नुभयो कसरी त्यो बाइबलको जस्तै तपाई जब मेबी तपाईहरु सेकेन्ड जेनेरेसन क्रिस्चियन पनि है मैले सुनेको थिएँ सेकेन्ड जेनेरेसन क्रिस्चियन अनि कसरी बाइबलको बारेमा अझै नजिकबाट बुझ्नुभयो सेकेन्ड जेनेरेसन जन्मजातै क्रिस्चियन हुँदा पनि कतिपय कुराहरुमा कस्तो हुन्छ भने जन्मजातै क्रिस्चियन हुँदा पनि कतिपय कुराहरु चाहिँ सिकिदैन के जस्तै आफ्नो हाम्रो बाबा चाहिँ क्रिस्चियन हुनुहुन्छ तर म पनि एउटा इसाईको घरमै जन्म लिँदा पनि कस्तो हुन्छ भने जस्तो जब आफू चाहदिन नि तबसम्म चाहिँ मैले बाइबलको बारेमा जान्दिन त्यसरी नै तपाईले चाहिँ कसरी सिक्नु भयो त बाइबलको बारेमा चाहिँ हजुर म चाहिँ क्रिस्चियन परिवारमा हुर्किने अवसर पाएँ मैले अनि जस सानैबाट क्रिस्चियन परिवारमा हुर्किनुको फाइदा चाहिँ के रहेछ भन्दाखेरि अब त्यसको साथसाथै मेरो बाबा चाहिँ एउटा मिसनरी हुनुहुन्थ्यो पहिला चाहिँ उहाँले लमजुङमा सेवकाई गर्नुहुन्थ्यो अनि मम्मी चाहिँ पहिला सानोमा चाहिँ सन्डे स्कुल म सानो हुँदाखेरि उहाँले चाहिँ सन्डे स्कुल चलाउनुहुन्थ्यो है सो उहाँ सन्डे स्कुल टिचर पनि हुनुहुन्थ्यो जस उहाँहरूद्वारा बाबाले चाहिँ हामीलाई बाइबल पढ्न लगाउनुहुन्थ्यो अनि जस पढ्नलाई चाहिँ क ख ग अब स्कुलमा सिकिन्थ्यो भने बाइबल पढ्न घरमा सिकिन्थ्यो अनि त्यसरी चाहिँ बिस्तारै बिस्तारै बाइबल चाहिँ अध्ययन गर्दै गयौँ हामी अनि तर त्यसैको क्रममा चाहिँ अब मलाई चाहिँ बाइबलप्रति हैन रुचि चाहिँ बढ्दै गयो अब त्यो बाबाले त अब आफ्नै बाइबल पढाउनुहुन्थ्यो पढ्न लगाउनुहुन्थ्यो अनि हामी त्यसरी पढ्थ्यौँ कहिले दाइले कहिले मैले अनि त्यसरी पढ्दै पढ्दै चाहिँ जस रुचिहरू बढ्दै गयो अनि बाइबल सन्डे स्कुलबाट पनि धेरै ज्ञानहरू चाहिँ हामीले प्राप्त गर्न पायौँ अनि त्यसरी सिक्दै जाँदाखेरि चाहिँ के भन्छ म चाहिँ पहिला चाहिँ कनन बैप्टिस्ट चर्चमा म चाहिँ हुर्केको हो तर फेरि पछि चाहिँ हामी त्यति बेला हाम्रो घर थिएन हामी भाडामा बस्थ्यौँ अनि त्यहाँबाट हामी सरेर फेरि हामी चाहिँ लामाचौर गयौँ किनभने लामाचौर चाहिँ मेरो मम्मीको माइत अनि त्यहाँ बस्न थाल्यौँ हामी मामा घरतिरै बस्न थाल्यौँ त्यति बेला बस्दाखेरि चाहिँ म लामाचौर चर्च जान थालेँ त्यहाँ पनि जस सन्डे स्कुलमा हुर्किने मौका पाएँ
त्यहाँ पछाडि चाहिँ फेरि पछाडि हामी इमानुएल स्कुलमा पढ्थ्यौँ त्यति बेला म र दाई है। अनि त्यहाँबाट पनि हाम्रो क्रिस्चियन स्कुल भएको कारण जस एउटा ब्याकग्राउन्ड चाहिँ राम्रै मिल्यो भनौँ। अनि त्यस पछाडि के अरे म चाहिँ इन्डियाको नवाबगञ्ज गोन्डा जिल्लामा चाहिँ पढ्ने अवसर पाएँ मैले, होस्टल है। किनभने अब त्यति बेला हुन त अब सन्डे स्कुल त गइराखिन्थ्यो, तर पनि अब हामी मेरो बाबा अघि भर्खर भने मैले मिसनरी हुनुहुन्थ्यो, अनि धेरै जसो चाहिँ उहाँ गाउँतिर जाने, मम्मी फेरि काममा। त्यसै कारण चाहिँ हामी चाहिँ अलिकति उसै भएन, के अरे घरमा टेक केयर गर्नलाई त मम्मी बेलुका बेलुका आउनुहुन्थ्यो, बिहान जानुहुन्थ्यो, अनि हामी पनि स्कुलतिर थियौँ होइन। अनि धेरै चाहिँ हामी खेलकुदमा यताउता साथीभाइहरूसँग हिँडडुल गर्ने त्यस्तो थियो। अनि पछि चाहिँ अब अलिकति टेक केयर नपुग्दाखेरि चाहिँ बाबा चाहिँ त्यसरी नै सेउकाइमा हिँड्दै क्रममा चाहिँ एउटा होस्टेल चाहिँ क्रिस्चियन होस्टेल, बोइज होस्टेल चाहिँ बाबाले फेला पार्नु भयो। अनि हामीलाई चाहिँ त्यहाँ इन्डियाको नवाबगञ्ज गोन्डामा चाहिँ जाने अवसर मिल्यो। अनि म र मेरो दाई हामी चाहिँ त्यहाँ इन्डिया होस्टेलमा गयौँ। त्यो चाहिँ एउटा क्रिस्चियन होस्टेल थियो। अनि त्यहाँ चाहिँ बिहान बेलुका नै हाम्रो डिभोसन हुन्थ्यो, दुवा भन्थ्यो है, दुवामै जान भन्थ्यो। अनि हामी बिहान बेलुका नै त्यहाँ जान्थ्यौँ। अनि त्यहीँबाट चाहिँ अब थुप्रो नेपालीहरू नै हुनुहुन्थ्यो, थुप्रो इन्डियनहरू हुनुहुन्थ्यो, हाम्रो साथीहरू हुनुहुन्थ्यो। अनि उहाँहरूद्वारा, दाईहरूद्वारा, हाम्रो त्यहाँको लिडरहरूद्वारा, मोनिटरहरूद्वारा चाहिँ हामीले धेरै कुराहरू चाहिँ सिक्न पायौँ। बिहान बेलुका डिभोसन हुन्थ्यो, त्यसै कारण चाहिँ त्यहाँबाट थुप्रो कुराहरू चाहिँ सिकियो। अनि त्यही क्रममा चाहिँ म बाबा चाहिँ बेला बेलामा आउनुहुन्थ्यो भेट्नलाई फेरि। अनि त्यही क्रममा चाहिँ म लगभग क्लास 5मा हुँदाखेरि सन्डे स्कुलमा हामी त्यहीँ बढ्दै जान्थ्यौँ। त्यहाँ चर्च थियो, सन्डे वेडनेसडे हामी चाहिँ चर्च जानु पर्थ्यो। अनि अरू बेला चाहिँ हामी के भन्छ घरेलु सङ्गति, आई मिन भन्नाले त्यो सन्डे स्कुलबाटै त्यसरी अरूहरूको घरमा, त्यहाँको टिचरहरूको घरमा चाहिँ हामी त्यसरी सिक्न जान्थ्यौँ कि। अनि थुप्रो कथाहरू सिकिन्थ्यो। अनि बाबा चाहिँ बेला बेलामा भेट्न आउनुहुन्थ्यो। अनि त्यही क्रममा चाहिँ उहाँले हामीलाई सिकाउँदै गर्दाखेरि चाहिँ मैले ग्रहण गर्न सकेँ त्यति बेला। सो क्लास 5मा हुँदाखेरि होला 2008-9तिर। त्यहाँ पछाडि म 2010सम्म चाहिँ त्यहाँ बसेँ। त्यहाँ पछाडि यता आएँ। अनि यता आएर फेरि पिकेजी स्कुलमा पढेँ। अनि त्यो पनि एउटा क्रिस्चियन स्कुलै थियो। अनि त्यहाँ पढ्दै गर्दाखेरि पनि म चाहिँ चर्चमा, त्यहाँ पिकेजी स्कुल म इन्डियाबाट फर्केर आइसके पछाडि चाहिँ हामी फेरि यहाँ पृथ्वी चोकमा बस्न थाल्यौँ, किनभने यहाँ एउटा नयाँ घर हामीले लिएका थियौँ। हाम्रो बसाइ सर्यो। अनि यहाँ बस्दै गर्दाखेरि चाहिँ कनान चर्चमै जान थालेँ। अनि त्यति बेला जाँदै गर्दाखेरि लगभग 1-2 वर्ष पछाडि, उता इन्डियाबाट आएको 1-2 वर्ष पछाडि चाहिँ मैले बप्तिस्मा लिएँ। बप्तिस्मा लिइसके पछाडि बल्ल चाहिँ म क्वायरमा चाहिँ उभिन थालेँ। अनि क्वायरमा उभिँदै गर्दाखेरि जस प्रभुमा अगाडि बढ्दै थिएँ, सङ्गतिहरूमा, जवान सङ्गतिमा होइन, अनि थुप्रो कुराहरूमा बढ्दै गर्दाखेरि क्वायरमा पनि अब पहिला चाहिँ गीत गाउनेमा मात्रै थियो भने पछि फेरि अब म्युजिकल इन्स्ट्रुमेन्ट बजाउनेहरूमा पनि म लाग्न थालेँ। त्यहाँ पछाडि चाहिँ त्यसरी हुँदै हुँदै पछि बेसमा गएँ। बेस बजाइसकेपछि पछि गिटारमा आएँ है। सो गिटारबाट लिड गर्नमा। अनि जो सेकुलर स्टडी सकिसके पछाडि मलाई एक प्रकारको कलिङ भित्रबाट बोलावट चाहिँ हुन्थ्यो, अब के भन्छ बाइबल स्कुल गर्ने कि होइन भनेर। अनि कस्तो प्रकारको बोलावट, कस्तो प्रकार? अब एक प्रकार, किनभने मेरो रुचि चाहिँ विशेष गरी सेवाकाइतिरै थियो। अनि तर पनि अब 10 कक्षा पास गरिसके पछाडि अब त्यस्तो कलिङमा अब निश्चयता चाहिँ थिएन। अनि त्यसै कारण चाहिँ म अब होइन होला जस्तो पनि लाग्यो होइन। अनि त्यस्तो खासै वास्ता गरिनँ। अनि +2 मैले जोइन गरेँ। अनि +2 गर्दै गर्दाखेरि पनि जस साथीहरू चाहिँ राम्रै भयो। जस क्रिस्चियन साथीहरू पनि मैले भेटाएँ। हाम्रो उत्साह चर्चको, नयाँ गाउँ चर्चको, रामघाट चर्चको थुप्रो साथीहरू चाहिँ भेटाएँ मैले।
त्यो अमर्सन स्कुलमा पढेको म +2 अनि जस राम्रै भयो त्यहाँ पनि। अनि त्यति बेला चाहिँ +2 सके पछाडि फेरि के भन्छ एक प्रकारको अब चाहिँ सेवाकाईमा लाग्नुपर्छ कि भन्ने त्यो एक प्रकारको विचार आयो। अनि कलिङ होइन भित्रबाट त्यस्तो चाहिँ आभास भइरहेको थियो। अनि त्यति बेलै के अरे हाम्रो बाइबल स्कुल थियो यहाँ CMTC भन्ने सिम्फानीमा है, पास्टरल तालिम 10 महिनाको हुन्थ्यो। त्यहाँ जाने कि भन्ने जस अवसरहरू पनि थियो। अनि बोलाउनु नि बोलाउनु भएको थियो त्यहाँबाट, तर पनि त्यति बेला पनि म स्योर चाहिँ भएन मेरो कलिङमा। अनि त्यसै कारण त्यति बेला नि गइनँ म। पछि म ब्याचलर्स जोइन गरेँ PBS फर्स्ट इयर म गरिरहेको थिएँ, तर पनि म बाइबल स्कुल चाहिँ जानुपर्छ कि भन्ने जस भित्रबाट चाहिँ एक प्रकारको आउँथ्यो है। अनि मैले परिवारसँग सल्लाह गरेँ, अनि ल त नि अब बाइबल स्कुलै गर्ने भने जाम न त भन्ने एक प्रकारको परिवार पनि स्वीकृति भयो। अनि हामीले त्यो विषयमा पनि थुप्रो प्रार्थना गरेका थियौँ। अनि म जानलाई रेडी नै भएको थिएँ, तर फेरि त्यति बेलै जस प्रभुले एउटा बाटो खोलिदिनु भयो। कस्तो भन्दाखेरि यहाँ भन्दा पनि अब तिमीले चाहिँ +2 गरिसकेछौ, तिमी चाहिँ अब ब्याचलर्स गर्न चाहिँ तिमी योग्यको छौ होइन, जस ब्याचलरको लागि चाहिँ तिमीले गर्न सक्छौ भनेर चाहिँ एउटा इन्डियाबाटै पढेर आउनु भएको मिसनरी पास्टर सेवकाई चाहिँ गरिराख्नु भएको थियो। उहाँको द्वारा चाहिँ हामीले उहाँको द्वारा हाम्रो यहीँ पोखराको पास्टर थान गुरुङ अनि मेरो बाबालाई चाहिँ त्यसरी खबर भयो। अनि उहाँले चाहिँ मलाई फेरि ल तिमी त अब ब्याचलर गर्नलाई अब सक्षम हुन्छौ भने अब यहाँको पास्टरल तालिम भन्दा पनि तिमी डाइरेक्ट ब्याचलर गर्न चाहिँ अब इन्डिया जानुपर्छ भनेर भन्नुभयो। त्यहाँ पछाडि चाहिँ म अब के गर्ने यहाँ अब रेडी हुन लाग्यो, तर गइनँ यता। अनि ल त्यसो भने केही दिन कुरेर अब उतै जान्छु भन्ने चाहिँ भयो। अनि केही दिन पछाडि चाहिँ उता जाने अवसर मिल्यो। अनि सबै डकुमेन्टहरू रेडी गरेर हामी गयौँ। सो त्यहाँ गएर त्यहाँ पनि अब बाइबल स्कुल एकदम सुरुमा त नौलो ठाउँ है। इन्डिया भनेको त अब मलाई त एक दुई दिनको बाटो होइन, किनभने पहिला पनि म इन्डिया गएको, इन्डिया नवगञ्ज फोर्नामा गएको 1 दिन 1 रात त्यति मात्रै थियो बाटो। अनि मलाई त यहीँ होला भन्ने लाग्थ्यो, तर टाढा रहेछ भनेबाट है। सो इन्डिया कुन ठाउँ बस्नु? इन्डियाको चाहिँ म मणिपुर भन्ने ठाउँमा गएँ। हजुर, अब यो मणिपुर चाहिँ मलाई चाहिँ नजिकै लाग्थ्यो, तर टाढा रहेछ, 3-4 दिनै लाग्दो रहेछ जानलाई। अनि त्यो ठाउँमा पुग्यो, त्यहाँ पुग्दाखेरि चाहिँ मान्छे चाहिँ हामी जस्तै देखिने, तर उनीहरूको भाषाहरू चाहिँ फरक। यो मणिपुर त कता यो के अरे नर्थ इस्ट साइडतिर पर्छ? नर्थ इस्ट इन्डिया पर्छ। सो त्यसको नि अब म्यानमारको बोर्डर जस्तो होइन, त्यति टाढा रहेछ। जस त्यहाँ जाने मौका चाहिँ मिल्यो। अनि त्यति बेला चाहिँ अब जस यो ब्याचलर गर्दाखेरि चाहिँ कलिङ चाहिँ अब अलिकति स्योर जस्तै भयो, किनभने एक प्रकारको मलाई बाइबल स्कुल त जानु थियो, भित्रैबाट त्यो यताउति मलाई इन्ट्रेस्ट पनि थियो। अनि मैले परिवारसँग नि प्रार्थना गरेँ होइन, परिवारमा सेयर गरेँ, परिवारले अरू पास्टरहरूलाई पनि सेयर गर्नुभयो। अनि हामीले थुप्रो प्रार्थना गऱ्यौँ। त्यहाँबाट चाहिँ बल्ल अनि एउटा उत्तर स्वरूप चाहिँ मिलेको भन्छु म चाहिँ है। अनि त्यो चाहिँ त्यहाँ बाइबल कलेज थियो। अनि त्यहाँ मैले 3 वर्ष बसेँ, 5 वर्ष बसेँ। 5 वर्ष बसेँ। एक्चुअली गएको चाहिँ 3 वर्षको लागि हो। 3 वर्ष ब्याचलर्स गर्न गएको, तर ब्याचलर्स सके पछाडि चाहिँ अब फेरि एमडी पनि गर्न चाहिँ मिल्छ भन्ने भयो, किनभने अब त्यति बेला फेरि सिचुएसन पनि त्यस्तै थियो, कोरोना लागिरहेको थियो है। कोरोनामा घर आउन अब आउने कुरै भएन, पोसिबल भएन। जहाँ पनि त्यो बन्द भइरहेको थियो, नाकाहरू लागिरहेको थियो होइन। अनि त्यसै कारण चाहिँ उतै बस्दाखेरि चाहिँ अब के गर्ने त, यत्तिकै बसेर भएन। सो एमडिएफ चाहिँ कम्प्लिट गर्छु भन्ने। अनि जस मौका मिल्यो, प्रभुले त्यसरी पनि बाटो खोलिदिनु भयो एमडिएफको लागि। नत्र अब बिटिएस गरेर यतै आउँथ्यो होला होइन।
फेरि जाने नजाने फेरि अब कोरोना लागेको थियो जान्थेँ कि जान्थिएन होइन तर जस प्रभुले त्यतै राख्नुभयो अनि मैले एमडी पनि सकेर आएँ जस प्रभुले चाहिँ त्यसरी मलाई बाइबलीय तालिम चाहिँ सानैबाट जस दिनुभयो विभिन्न माध्यमहरूबाट त्यसो तपाईँले बाइबल तालिम कस्तो त्यो मणिपुरमा चाहिँ अनि पढ्दै गर्दा चाहिँ त्यहाँको कस्तो त्यो ल्याङ्ग्वेज पनि फरकै होला पक्कै पनि ल्याङ्ग्वेज फरक थियो तर उनीहरूले कमन ल्याङ्ग्वेज चाहिँ अब हामीसँग बोल्दाखेरि चाहिँ अनि कलेजमा बोल्दाखेरि चाहिँ कमन ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस युज गर्थ्यो त्यसै कारण त्यो चाहिँ अलिकति सजिलै भयो हामीलाई तपाईँ त्यहाँको भाषा त छुट्टै फरकै एकदम फरक त्यहाँ त अब बुझ्दै बुझिन्न के भन्यो भने हुन्छ त्यसरी तपाईँ बाइबलको बारेमा चाहिँ के भन्नु बिटिएच चाहिँ उसको लागि भयो के अरे बिटिएचहरू गर्नुभयो होइन अनि ठिक छ अनि अहिले चाहिँ त्यसलाई युटिलाइज कसरी गर्नु त्यसलाई चाहिँ मैले जस के भन्छ हाम्रो युथहरूमा होइन अनि जहिले पनि मलाई सेवकाईको मौकाहरू मिल्छ म त्यहाँ चाहिँ युटिलाइज गर्छु त्यहाँबाट सिकेको कुराहरूलाई चाहिँ यहाँ सिकाइराखेको हुन्छु अनि यो बाइबल कलेजमा के प्रभुको बोलावट भएर आएको मात्र आउँछन् कि त्यो चाहिँ कस्ता टाइपको मान्छेहरू बाइबल कलेजमा थुप्रै किसिमको मान्छेहरू आउँछ अनि थुप्रै ब्याकग्राउन्डको मान्छेहरू पनि आउँछ होइन कोही चाहिँ पढ्नलाई नै भनेर आउँछ एकदम पढ्नमा सिरियस भएको मान्छेहरू आउँछ कोही चाहिँ त्यस्तो सिरियस हुँदैन होइन अनि कुनैमा चाहिँ अब ऊ चाहिँ हाम्रो जस्तै मण्डलीले चाहिँ ऊ चाहिँ हाम्रो अगुवा हो उसलाई चाहिँ वेल ट्रेन गरेर पठाइदिनुहोस् भनेर पनि पठाएको हुन्छ होइन विभिन्न थरीको मान्छेहरू आउँछ कस्तो नि यो प्रभुमा नजिक कुरा त्यो सुध्रिन पनि असल रूपले सुध्रिन पाएको छ नि त एकदिन राम्रो पनि हो होइन तर कोही चाहिँ प्रभुलाई नै खोजेर जाने पनि हुन्छन् हुन त तपाईँलाई त्यो विषयमा के लाग्छ त्यो के ठिक अथवा के बेठिक जस्तो लाग्छ यो विषयमा चाहिँ हो त्यस्तो अब थुप्रो ब्याकग्राउन्डको मान्छेहरू आउँछ थुप्रै परिवेश भएको मान्छेहरू तर पनि त्यहाँ पुग्नु भनेको चाहिँ एउटा योजना हो परमेश्वरको योजना है चाहे जस्तै ब्याकग्राउन्डबाट गएको होस् तर पनि त्यो चाहिँ त्यहाँ पुग्नु भनेको चाहिँ अब त्यो जानको लागि पनि ऊ त एक्सनमा त आयो नि त उसको कुराहरू हुन्छ अब बाइबल कलेजमा जानु भनेको परमेश्वरलाई नै डोर्याउनु हो तर त्यसमा पनि अब ऊ कतिको टिक्न सक्छ भन्ने पनि हो होइन किनभने त्यहाँ एउटा डिसिप्लिन लाइफहरू हुन्छ बिहानदेखि नै अब त्यो एउटा रुटिनमा हामी हिँड्नुपर्ने हुन्छ कि रुटिनमा हिँडेन भने हामीले पनिसमेन्टहरू पनि पाउँछ त्यहाँ है थुप्रो खालको पनिसमेन्टहरू हुन्छ अब त्यसमा चाहिँ उसले चाहिँ सहन गर्न सक्छ कि सक्दैन भन्ने पनि हुन्छ है अब सहन सक्यो भने उसले चाहिँ आफ्नो लाइफलाई चाहिँ चेन्ज पाउँछ है अब सहनै सकेन उसले त्यसमा बियर गर्न सकेन त्यो डिसिप्लिनमा बस्न सकेन भने ऊ जस्तो छ त्यस्तै हुन्छ त्यो फरक हुँदैन है सो चाहे जस्तै प्रकारले जाउँ जस्तै सोच विचारले जाउँ तर त्यहाँ पुग्नु भनेको त त्यो एउटा परमेश्वरको ज्ञानले भरिने ठाउँ पनि हुनसक्छ तर त्यसमा फेरि आफूले पनि मेहनत गर्नुपर्छ आफू कुन उद्देश्यले गएको छ र के चाहिँ लिएर फर्किने हो भन्ने किनभने बाइबल कलेजमा चाहिँ हामीलाई एउटा असल प्रभुको सेवक हुनको निम्ति चाहिँ हामीलाई तालिम दिन्छ अब प्रभुको सेवक हुन त सजिलो छैन फेरि अब प्रभुको सेवक हुनको लागि हामी तयार हुँदै गर्दाखेरि सबैजना त्यसमा टिक्छ भन्ने पनि छैन है सो कतिजना व्यक्तिहरू चाहिँ बाइबल स्कुलमा गएकोहरू बाइबल कलेजमा गएकोहरू चाहिँ कम्प्लिट नगरिकन पनि फर्किनु भएको छ विभिन्न कारणहरू हुनसक्छ होइन सो म चाहिँ के भन्छु भने अब चाहे जस्तै मानसिकताले जानुहोस् तर त्यहाँ गएर तपाईँ चाहिँ आफूलाई चाहिँ बनाउनको निम्ति तपाईँले प्रयास गर्नुभयो भने तपाईँ चाहिँ एउटा नयाँ व्यक्ति भएर चाहिँ तपाईँ फर्किन सक्नुहुन्छ अनि किनभने त्यहाँ चाहिँ तपाईँले एउटा त किताबबाट तपाईँहरूले थुप्रो ज्ञान गुण लिन सक्नुहुन्छ भने अर्को त्यहाँको टिचरहरूद्वारा तपाईँहरूले थुप्रो परमेश्वरको वचनमा अगाडि बढ्ने ज्ञान गुणका कुराहरूमा अगाडि बढ्ने हाम्रो एउटा जीवनशैली पनि कसरी चाहिँ हामी असल जीवनशैली चाहिँ जिउन सक्छौँ कसरी एउटा असल प्रभुको सेवक भएर जिउन सक्छ भन्ने त्यो एउटा देख्न सक्नुहुन्छ भने त्यहाँ चाहिँ तपाईँले अर्को प्र्याक्टिकल मिनिस्ट्री पनि हुन्छ कि जुन कुरा हामीले पढिरहेका छौँ अनि अब चाहिँ हामीले गएर चाहिँ कसरी चाहिँ सेवकाई गर्ने हो त नि होइन भन्ने त्यो एउटा प्र्याक्टिकल
त्यही हाम्रो बाइबल कलेजको वरिपरिको चर्चहरूमा चाहिँ हामीलाई चाहिँ पठाउँथ्यो, तपाईँहरू त्यहाँ गएर सेवाकाई गर्नु भने। अनि त्यो चाहिँ विभिन्न क्षेत्रहरू हुन्थ्यो, जस्तै अर्फनेज भयो, चिल्ड्रेन होमहरू भयो, चर्चहरू भयो। अनि त्यसै क्रममा हामीलाई चाहिँ हामी नेपाली भएको होला त्यहाँ मणिपुरको त्यस ठाउँमा पनि चुराचनपुर भन्ने ठाउँ हो, त्यो एउटा टाउन हो। अनि त्यसमा पनि थुप्रो नेपालीहरू थियो अनि नेपालीहरूको चर्चहरू पनि थियो। सो हामी चाहिँ त्यसरी त्यहाँ सेवाकाई गर्ने मौकाहरू पनि हामीले पाएका थियौँ है। सो भन्नुको मतलब चाहिँ चाहे जस्तै इरादाले जाओस्, यदि हामी चाहिँ त्यहाँ टिक्न सक्छौँ भने चाहिँ होइन, हामी चाहे जस्तै होस् म आइसकेँ अब कसरी फर्किने होइन, म फर्किदिनँ, म यहीँ चाहिँ जस्तो हुन्छ म मेहनत गरेर यहीँ बस्छु भनेर बस्यो भने चाहिँ उसको जीवन चाहिँ परिवर्तन भएर ऊ नयाँ मानिस भएर चाहिँ फर्किन्छ। अनि यो जीवन हुन त त्यो एउटा सेवाकाई प्रभुमा त्यो नजिक जो बढ्न खोज्छ नि, अनि मैले देखेको छु कतिलाई चाहिँ उतार चढावहरू है, कोहीलाई चाहिँ एकदम के त्यो पहिला एकदम रमात मिलेको मान्छेहरू त्यहाँ अब बाइबल कलेज बाइबल स्कुलहरूमा गएर पढ्ने क्रममा होइन फेडअप हुने, भाग्ने होइन, अनि म सक्दिनँ भनेर हिँड्ने। अनि यो जस्तै तपाईँको सेवाकाई भन्नुभयो, सेवाकाई गर्नुभयो, एउटा सेवाकाई गर्ने क्रममा चाहिँ तपाईँले चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ त्यस्तो कुराहरू भोग्नु भएको छ त नि? अब जब म बाइबल कलेज गर्दै थिएँ त्यति बेलै त्यहाँ चाहिँ जस मणिपुर अनि नर्थ इस्टभरि नै होइन सेवाकाईलाई चाहिँ जस एकदम माथिल्लो स्तरमा हेर्छ कि त्यहाँको मान्छेहरूले सेवाकाई भन्ने बित्तिकै एकदम रेस्पेक्ट दिन्छ। अब हामी त्यहाँबाट सेवाकाईको लागि जान्थ्यौँ अनि हामीले थुप्रो नेपालीहरूको बिचमा नि सेवाकाई गऱ्यौँ, सुसमाचार प्रचार गऱ्यौँ होइन। अनि उहाँहरूले चाहिँ जस एकदम आदर दिन्छन् क्या। अनि जहाँ पनि हामीले सेवाकाई गर्छौँ एकदम वेलकम, पास्टर, सेवाकाई अनि इभान्जेलिस्ट होइन जो पनि त्यस्तो छ भने एउटा त एकदम साह्रो वेलकम गर्छ अनि इज्जत दिन्छ, साथसाथै सहयोग पनि, सहयोगी हातहरू पनि बढाउँछ कि त्यहाँ चाहिँ त्यस्तो छ। सो त्यहाँको उस चाहिँ अनि तर त्यहाँ चाहिँ अब च्यालेन्जेसहरू चाहिँ कस्तो छ भन्दा सेवाकाईमा चाहिँ हामी एउटा भर्खरको जवानहरू जो चाहिँ अहिले सेवाकाईमा आइरहेका छौँ, कतिपटक हाम्रो विचार अनुसारको सेवाकाई चाहिँ हुँदैन होइन, किनभने हामीले चाहिँ हाम्रो अग्रज पास्टरहरूको अन्डरमा चाहिँ सेवाकाई गर्नुपर्छ। अनि कतिपटक चाहिँ हामीले चाहिँ यस्तो भइदियो हुन्थ्यो भन्ने हाम्रो चाहिँ विचार हुन्छ भने उहाँहरूको विचार चाहिँ फेरि फरक हुन्छ अनि उहाँहरूको गर्ने तरिका पनि, सेवाकाई गर्ने तरिका पनि फरक हुन्छ है। अनि यो कुरा चाहिँ मैले मेरो सेवाकाईको दौरानमा चाहिँ मैले देखेको छु। कतिपटक गाह्रो अवस्थाहरू पनि हुन्छ है। हामी सेवाकाई गर्न जाँदैछौँ, तपाईँले अघि भन्नुभयो जसरी कहिले मान्छे कम हुन्छ, कहिले हुँदैन, कहिले स्रोत साधनहरू हुँदैन होइन, जानको लागि हामीसँग स्रोतहरू हुँदैन होइन। अनि कतिपटक हामीले ल यस्तो भन्छु यसरी गर्छु भन्ने त्यो एक प्रकारको हुन्छ भने त्यहाँ चाहिँ अब हाम्रो स्टाइलै फरक हुन्छ कि त्यो कुरा चाहिँ हामीले कुराहरू चाहिँ अर्कै भइदिन्छ कि। सो त्यस्तो खालको च्यालेन्जेसहरू आउँछ। अनि अर्को चाहिँ अब सिचुएसनहरू पनि के हामीले जुन सिचुएसन होला भनेर हामी एक्सपेक्ट गरेर जान्छौँ अनि त्यहाँ पुग्दाखेरि चाहिँ सिचुएसन फरक हुन्छ। अन द स्पोटमा कति बेला चाहिँ फेरि अब हाम्रो अग्रजहरूले के भन्छ हामीलाई लानुहुन्छ अनि अन द स्पोटै ल बाबु केही कुराहरू तिमीले गर्नु भनेर अन द स्पोटै उहाँहरूले दिनुहुन्छ होइन। त्यो चाहिँ अलिकति च्यालेन्जिङ। हामी चाहिँ त्यसले चाहिँ के देखाउँछ भने बाइबलले पनि हामीलाई भनेछ हामी इन एन्ड आउट सिजन होइन समयमा बेसमयमा चाहिँ हामी रेडी हुनुपर्छ भन्ने कुराहरू चाहिँ हर समय तयार हो। त्यो चाहिँ हाम्रो निम्ति एउटा च्यालेन्ज पनि हो। भन्नुभयो हर समय तयार हो। त्यो जहिले पनि जे पनि अवस्था आइपर्न सक्छ नि त, त्यो स्पेसली इसाई जीवनमा त्यो कुरामा चाहिँ हामीले तयार हुनुपर्ने चाहिँ आवश्यक छ रहेछ भने नि। अनि यो च्यालेन्जहरू कति कुराहरू आउँछन् है मान्छेको जीवनमा चाहिँ है। यो त्यही माथि क्रिस्चियन जीवनमा जब हामी केही राम्रो गर्न सक्छौँ च्यालेन्ज त अभियसली आइहाल्छ है। त्यो मात्र नभएर च्यालेन्ज मात्र नभएर मान्छेको माइन्डमा चाहिँ मैले देखेको होइन, मान्छेको माइन्डमा चाहिँ गलत कुराहरू पनि हालिदिएको कुराहरू, जस्तै अब कतिपय व्यक्तिहरू चाहिँ
क्रिस्चियनहरूलाई चाहिँ एकदम त्यो हुन्छ नरुचाउने होइन गलत सोच राख्ने गलत व्यवहार गर्ने कुराहरू पनि छन् कति ठाउँमा देखेको पनि छ अनि जस्तै अस्ति एक ठाउँमा कुन ठाउँमा मैले सुनेको थिएँ 70 जना क्रिस्चियनहरूलाई चाहिँ घाँटी काटेर मार्थ्यो एउटै ठाउँमा चर्चभित्र 70 जना क्रिस्चियनहरूलाई यस्ता कुराहरू पनि छन् होइन अनि कतिपय ठाउँमा फेरि यो कस्तो देख्यो भने झुटा कुरा हो साँचो है फरक ढङ्गले चाहिँ गरिरहेको थियो होइन जस्तै अस्ति सोसियल मिडियामा एकदम त्यो देखिरहेको थियो एउटा धुपौरो लिएर चाहिँ बाइकलाई परिक्रमा गरेको छ कि त्यो पूजा गरेको देखेको छ अर्पण गरेको देखेको छ के गरेको कुनै है त्यो विषयमा तपाईँले पनि देख्नुभयो होला त्यो कुराहरू के लाग्छ तपाईँलाई त्यो विषयमा चाहिँ के हो यो कुराहरू ठिक हो गलत हो मैले पनि देखेको थिएँ हजुर त्यो भिडियो चाहिँ त्यही त त्यस्तो खालको प्र्याक्टिसहरू बाइकलाई लगभग पूजा गरे जस्तो होइन देखियो त्यहाँ चाहिँ तर मलाई लाग्छ त्यो कुराहरू चाहिँ अब ख्रिस्टमा आइसके पछाडि अहिले त हामी होइन ख्रिस्ट आइसक्नु भएको पनि 2000 वर्ष पछाडि छौँ नि होइन अनि अहिलेसम्म आउँदाखेरि त अब हामी त्यो मलाई लाग्छ व्यवस्थाको कुराहरू होइन अहिले पनि पालन भएको कुराहरू चाहिँ हामी देख्दछौँ तर कति कुराहरू चाहिँ अलिकति व्यवस्थित चाहिँ छैन त्यो कुराहरू होइन किनभने त्यो कुराहरू चाहिँ मलाई लाग्छ बाइकलाई पूजा गर्नु के भन्छ अब सेफ्टीको लागि होला होइन त्यो कुराहरू तर सेफ्टी त परमेश्वरले दिनुहुन्छ होइन अनि यो कुराहरू गर्नु पनि एउटा के भन्छ मानिसको हामीले त विशेष गरी चाहिँ विश्वासद्वारा चाहिँ हामी जिउने मानिसहरू हो त्यसै कारण हामी विश्वासी भनिन्छ विश्वास केमा गर्ने भन्दाखेरि येशू ख्रिस्टमा गर्ने किन गर्ने भन्दाखेरि येशू ख्रिस्टले हामीलाई सुरक्षा दिनुहुन्छ येशू ख्रिस्ट हाम्रो के भन्छ पालनाहरू हुनुहुन्छ येशू ख्रिस्ट हाम्रो सम्पूर्ण थोक हुनुहुन्छ हाम्रो मालिक हुनुहुन्छ हाम्रो प्रभु हुनुहुन्छ त्यसै कारण हामी विश्वास गर्ने हो होइन अब चाहिँ हामीले विश्वास चाहिँ प्रभु येशू ख्रिस्टमा राख्यौँ भने चाहिँ हामीलाई हरेक कुरा चाहिँ पुग्छ होइन अब हामीले त्यो धुपहरू चाहिँ हामीले चाहिँ गर्नुपर्ने आवश्यकता छैन जस्तो लाग्छ किनभने प्रभु येशू ख्रिस्टले पनि यस संसारमा आए पछाडि चाहिँ उहाँले व्यवस्था चाहिँ पुरा गर्नुभयो अनि उहाँले के भन्नुभयो भने म व्यवस्था रद्द गर्न लाएन तर पुरा गर्न लाएँ व्यवस्थामा चाहिँ के थियो भन्दाखेरि सम्पूर्ण कुराहरूमा चाहिँ अब के भन्छ धुप बाल्ने कुराहरू धुपबाट चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ होइन भन्ने कुराहरू थियो त्यति बेला जब चाहिँ येशू ख्रिस्ट प्रकट हुनु भएको थिएन पुरानो नियम हेर्छौँ भने होइन त्यो के भन्छ भेट हुने पालमा चाहिँ प्रभु आउनुहुन्थ्यो अनि त्यहाँ चाहिँ सुगन्धित धुपबाट उहाँ प्रसन्न हुनुहुन्थ्यो होइन त्यस्तो कुराहरू छ अनि फेरि बलि चढाउने कुराहरू छ होइन सो त्यो सबै कुराहरूलाई चाहिँ येशूले चाहिँ पुरा गरिदिइसक्नु भयो कि जब येशू चाहिँ संसारमा आउनु भएको थियो उहाँ एउटा के भन्छ प्रभु भइकन पनि उहाँ एउटा मानिस अवतारमा आउनुभयो सो पूर्ण रूपमा मानिस भएर उहाँ आउनुभयो अनि हाम्रो निम्ति चाहिँ उहाँले त्यो क्रुसमा आफ्नो बलि चढ्नु के भन्छ दिनुभयो रगत बगाउनु भयो त्यसले चाहिँ के देखाउँछ भने चाहिँ उहाँले चाहिँ हामी प्रत्येक मानिसको पापको निम्ति एउटा रगत बगाएर होइन पापको शुद्धिकरणको निम्ति आफैलाई चाहिँ बलि दिनुभयो त्यो चाहिँ हामी व्यवस्थामा हेर्छौँ भने चाहिँ पहिले व्यवस्थाको मानिसहरूले पनि होइन पुरानो नियमको मानिसहरूले पनि आफ्नो पाप शुद्धिकरणको निम्ति चाहिँ पशुहरू लाने गर्दथे होइन त्यो चाहिँ किन लाने गर्दथे भन्दाखेरि चाहिँ उनीहरूमा चाहिँ एक प्रकारको विश्वास थियो कि पाप चाहिँ रगत बहाइद्वारा चाहिँ शुद्ध हुन्छ अब मानिसकै पाप के भन्छ मानिसको शरीर मानिसको पापको निम्ति मानिस आफै मर्नु पर्ने हो अब मानिसै मर्दाखेरि त ऊ त अब बाँच्ने भएन अनि पापको ज्याला पनि मृत्यु हो भनेर भन्छ होइन वचनले अब के भन्छ इभन हिन्दू पुजारीले पनि के भन्छ भने मानिसको पापको निम्ति चाहिँ मानिसै बलि हुनु पर्छ तर मानिसको लाइफ चाहिँ मानिसको जीवन चाहिँ एकदम प्रिसियस छ बहुमूल्य छ त्यसै कारण चाहिँ हामी चाहिँ पशुहरूलाई चाहिँ बलि दिन्छन् एटलिस्ट रगत बगिरहेछ होइन भने चाहिँ त्यस्तो विश्वास छ इभन त्यो के भन्छ यहुदी धर्म संस्कारमा पनि इभन हिन्दूहरूमा पनि त्यो के भन्छ विश्वास चाहिँ छ रगतद्वारा चाहिँ मानिसको पाप शुद्ध हुँदछ त्यसै कारण मन्दिरहरूमा अहिले कुखुरा बाख्रा अनि परेवाहरू काट्ने होइन विभिन्न त्यो के भन्छ रगत बहाउने चाहिँ चलन छ तर त्यो कुरा चाहिँ हामी विश्वासीहरूको निम्ति चाहिँ अलरेडी चाहिँ प्रभु येशू ख्रिस्टले दिइसक्नु भयो नि त येशू ख्रिस्ट आफै एउटा मानिस अवतार लिइकन हामी मानिसै स्वयं भइकन
उहाँ चाहिँ आफ्नो रगत चाहिँ उहाँले बहाउनु भयो, हाम्रो निम्ति चाहिँ बलि त्यो क्रुसमा चढिदिनु भयो। अब उहाँले चाहिँ त्यो व्यवस्था पुरा गरिदिइसके पछाडि त हाम्रो त अब केही काम छैन होइन। येशू ख्रीष्टले सम्पूर्ण कुरा चाहिँ अब पुरा गरिदिइसक्नु भयो अनि त्यसकारण पनि उहाँले भन्नुभएको थियो अब सिद्धियो होइन। सो वन्स एन्ड फर एकैचोटिमा सबै मानिसको निम्ति चाहिँ उहाँले बलि दिनुभयो अनि अब चाहिँ उहाँको रगतद्वारा चाहिँ हामी शुद्ध भइसकेका छौँ। अब फेरि पनि हामीले चाहिँ उहाँलाई कसरी प्रसन्न पार्ने होला, मैले धूप बालेर हुन्छ कि या त मैले बलि चढाएर हुन्छ कि कसरी प्रसन्न पार्ने होला भन्नु परेन। अब मात्र उहाँमाथि विश्वास गरेर उहाँको रगतद्वारा चाहिँ हाम्रो पाप शुद्ध भइसक्यो, अब हामी चाहिँ धर्मी ठहरिएका छौँ भनिकन चाहिँ हामी उहाँमाथि विश्वास गर्नु। त्यो विश्वासको कुराहरू गर्नुभयो। हजुर। अनि अब चाहिँ के चाहनुहुन्छ नि परमेश्वरले चाहिँ? परमेश्वरको चाहना भनेको चाहिँ अहिले मात्र होइन तर सुरुदेखि नै उहाँले त एउटै चाहनु भएको कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो आज्ञाकारिता हो, मानिसहरूद्वारा आज्ञाकारिता होइन, उहाँको वचनप्रति आज्ञाकारिता। सुरुमा हामी हेर्छौँ भने आदम र हव्वालाई पनि उहाँले केही आज्ञा चाहिँ दिनुभएको थियो, त्यो कुराहरूमा चाहिँ उनीहरू आज्ञा पालन गरेको चाहिँ उहाँ चाहनुहुन्थ्यो, तर आज्ञा पालन नगरेको कारण चाहिँ पाप प्रवेश भयो होइन सुरुदेखि नै। अनि इभन के भन्छ अब्राहमलाई पनि उहाँले चाहिँ एउटा आज्ञा दिनुभएको थियो, आफ्नो छोरालाई गएर चाहिँ बलि चढाउ गरेर, अनि उसले चाहिँ आज्ञा पालन गर्यो, त्यसै कारण चाहिँ ऊ चाहिँ एउटा धर्मी ठहरियो विश्वासद्वारा अनि आज्ञा पालनद्वारा चाहिँ होइन। सो अहिले पनि प्रभुले चाहिँ हामीलाई चाहिँ त्यही आज्ञा पालन चाहिँ चाहनु भएको, हामी प्रत्येकको जीवनबाट आज हामी चाहिँ आज्ञा पालन चाहिँ गर्नुपर्छ। कसको भन्दा प्रभुको होइन। अब प्रभुले त हामीलाई थुप्रो कुराहरू वचनमा भन्नुभएको छ, त त्यो वचन त पहिलेदेखि नै अहिलेसम्म त्यही वचन हो होइन। अहिले चाहिँ प्रभुले मलाई के दिनुहुन्छ भन्दा पनि प्रभुले चाहिँ वचनद्वारा नै हामीसँग चाहिँ कुरा गर्नुहुन्छ, किनभने परमेश्वर स्वयंमै वचन हुनुहुन्छ अनि त्यो चाहिँ परमेश्वरको के भन्छ प्रेरणाद्वारा लेखिएको वचनहरू हो। अनि त्यसै कारण त्यहाँबाट चाहिँ प्रभुले हामीलाई आफ्नो इच्छाहरू प्रकट गर्नुहुन्छ अनि त्यसैको आज्ञाकारितामा हामी चल्नुपर्छ। कसरी गर्ने आज्ञा पालन चाहिँ, कुन तरिकाले गर्ने हुन्छ आज्ञा पालन? आज्ञा पालन चाहिँ हामीले हर क्षेत्रमा गर्नुपर्छ है, हाम्रो जीवनमा, हाम्रो सोच विचारहरूमा, किनभने प्रभुले त हाम्रो के भन्छ यो कुरामा मात्र तिमी आज्ञा पालन हौ, आज्ञाकारी हौ भनेर भन्नुभएको छैन होइन। प्रभुले हाम्रो जीवनको निम्ति चाहिँ धेरै कुराहरू चाहिँ भन्नुभएको छ, योजनाहरू बनाउनु भएको छ अनि इच्छाहरू चाहिँ प्रभुले राख्नु भएको छ, कुनैमा चाहिँ डाइरेक्ट आज्ञा चाहिँ दिनुभएको छ। त्यो सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले चाहिँ आज्ञा पालन चाहिँ गर्नुपर्छ। हजुर। अनि यो कतिपय ठाउँमा चाहिँ जस्तै यो चर्चहरू नै भन्छन्, कोहीले के भन्छन् है, केही कुरा नजानेको मान्छेलाई बप्तिस्मा दिइरहेको छ है, केही कुरा नि थाहा छैन उसलाई चाहिँ भर्खर चाहिँ ऊ चाहिँ बाइबलको कभर पनि बल्ल देखेको छ है, त्यस्तो मान्छेलाई पनि बप्तिस्मा दिइराखेको, प्रभुवच दिइराखेको कुराहरू छन् है। कतिपय ठाउँमा त्यस्तो देखिएको छ, कतिपय ठाउँमा फेरि त्यो मदर मेरीलाई मात्र मान्ने कुरा देखिएको छ, अनि कतिपय ठाउँमा फेरि तपाईँको एउटा मात्र यहोवाको साक्षी यहोवा मात्र मान्ने कुराहरू छ होइन। त्यस्ता कुराहरू देख्नु, त्यस्ता कुराहरू छन्। अनि तपाईँलाई के लाग्छ त्यहाँबाट आज्ञा पालन भएको छ त? त्यहाँ चाहिँ मलाई लाग्छ त्यो चाहिँ गलत बुझाइ भएको छ उहाँहरूमा चाहिँ है, किनभने वचनले कहिले पनि अब तपाईँहरूले चाहिँ मातालाई मान्यो भने माताद्वारा तपाईँहरूले उद्धार पाउनुहुन्छ भनेर भनेको छैन होइन। र वचनले के भनेको छ भन्दाखेरि बाटो सत्य र जीवन चाहिँ म हुँ भनेर चाहिँ ख्रिस्ट येशूले भन्नुभएको छ। अनि येशू नै त्यो बाटो हुनुहुन्छ भने हामी अरू बाटो किन खोज्ने होइन। येशू नै त्यो सत्य हुनुहुन्छ भने हामी किन अरू सत्यता कता छ भनेर खोज्ने होइन। येशू नै त्यो जीवन हुनुहुन्छ भने हामी किन अरू कता पाउँछ जीवन भनेर हामी खोज्ने होइन। सो येशूले भन्नुभयो बाटो सत्य र जीवन म हुँ र मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भने पछाडि पिता कहाँ पुग्ने एउटै मात्र बाटो चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ भनेपछि हामी त येशू ख्रिस्टलाई पछ्याउनु पर्यो नि त होइन। सो यो चाहिँ अब कतिबाट गलत बुझाइले चाहिँ अब माताले चाहिँ येशूलाई चाहिँ जन्म दिनुभयो, त्यसै कारण हामीले चाहिँ उहाँले जन्म नदिएको भए हामीले कसरी चाहिँ अब येशू ख्रिस्ट प्राप्त गर्ने भनेर त्यसरी चाहिँ उहाँहरूले माता पुज्नु भएको छ होला होइन। पिताले नपठाउनु भएको भए भन्ने समथिङ त्यस्तो हुनसक्छ, त्यसै कारण पिता पुज्नु भएको होला अनि विभिन्न खालको त्यस्तो सोच विचारहरू भएर। तर परमेश्वरको सोच चाहिँ फेरि त्यो छैन होइन। अनि अब यदि परमेश्वरले चाहनु भएको भए हुनसक्छ मरियमलाई नचुनेर अरू कुनै स्त्रीलाई चुन्न सक्नुहुन्थ्यो नि होइन।
प्रभुले त अरू मानिसहरूलाई नै चलाउन सक्नुहुन्छ होइन। सो यो चाहिँ मानिस इम्पोर्टेन्ट होइन, तर परमेश्वरले चाहिँ आफ्नो योजना पुरा गर्नु भएको लागि चलाउनु भएको एउटा साधन मात्र हो, एउटा के भन्छ माध्यम मात्र हो मरियम होइन, येशूको आमा हामी भन्छौँ। सो हामीले चाहिँ विशेष गरी माध्यमलाई भन्दा पनि हामीले चाहिँ स्रोतलाई चाहिँ हेर्नुपर्छ होइन। स्रोत चाहिँ येशू ख्रीष्ट स्वयं, जसबाट चाहिँ हामीले जीवन, जसबाट हामीले उद्धार र जसबाट हामीले चाहिँ पापको क्षमा प्राप्त गर्छौँ। अनि यो मैले देखेको कुरा है सच्चाइमा के अहिले फेरि एकदम बिग्रिएको छ कि सच्चाइ भन्नु कि फेरि झन् माथि। अनि मैले एक ठाउँमा देखेको थिएँ कि दसैँको बेलामा, दसैँको टिकाको बेलामा के गरेर राखेको थियो भने प्लेटमा टिकाहरू छ होइन, जमराहरू छ होइन, साइडमा बाइबल छ क्या, साइडमा बाइबल छ होइन। अनि त्यस्ता त्यो देखिरहेको थिएँ। अनि उनीहरू चाहिँ एकअर्कामा कि त्यहाँ यसो देखिरहेको, उनीहरू प्रार्थना गरिरहेछन् कि, प्रार्थना गर्नेछ, प्रार्थना गरेर चाहिँ अब हामी दसैँ मनाउनेछौँ, टिका लाउनेछौँ अनि भनेर प्रार्थना गरेर आमेन भनेर टिका लगाइरहेको देखेको नि छ कि मैले कति ठाउँ। अनि सच्चाइहरूमा चाहिँ है, अनि यो सच्चाइहरूको खास बुझाइ चाहिँ के रहेछ त नि, सच्चाइहरूले चाहिँ अथवा बाइबललाई चाहिँ यिनीहरूले कुन तरिकाले लिएको छ, पढ्ने त उनीहरूले बाइबल हो, सबैले पढ्ने त बाइबलै पढेको छन् नि, तर किन चाहिँ यो कुराहरू भएको छ? मेरो बुझाइमा चाहिँ सच्चाइहरूले चाहिँ हो, बाइबल त उहाँहरूले प्रयोग गर्नुहुन्छ, तर पनि उहाँहरूले चाहिँ के विश्वास गर्नुहुन्छ भने जस्ट विश्वास गरे पुग्छ होइन, येशूको नाममा विश्वास गरे पुग्छ, अरू त हाम्रो जीवन जस्तो भए पनि हुन्छ भने त्यस्तो खालको प्रकारले चाहिँ उहाँहरू चाहिँ जानु भएको छ। अनि उहाँहरूमा चाहिँ विशेष गरी कसरी चाहिँ उहाँहरू त्यो सच्चाइमा प्रवेश गर्नुभयो भन्ने त्यस्तो हामी हेर्दै जान्छौँ भने धेरैजनाको गवाईहरूमा चाहिँ म चाहिँ पहिला चाहिँ अशान्तिमा थिएँ अनि म चाहिँ सच्चाइमा आउन थालेँ, अनि त्यहाँबाट शान्ति भयो। म चाहिँ पहिला चाहिँ बिरामी थिएँ अनि सच्चाइमा आउन थाले पछाडि हाम्रो म्यामले प्रार्थना गरिदिनु भयो अनि म चाहिँ चङ्गाइ भएँ होइन। त्यो पनि सम्पूर्ण कुराहरू चाहिँ एउटा माध्यम मात्र हो क्या प्रभुमा आउने है। अनि बाइबलले प्रयोग गर्नुहुन्छ, अनि येशूकै नाममा चाहिँ उहाँले प्रार्थना गर्नुहुन्छ, हो येशूको नाममा चाहिँ शक्ति छ भन्ने कुरा चाहिँ सच्चाइले पनि देखाएको छ, तर त्यहाँ चाहिँ उद्धार र मुक्तिको कुराहरू चाहिँ बताइँदैन है। येशूको नाममा चङ्गाइ हुन्छ, येशूको नाममा शक्ति छ भन्ने कुराहरू त्यहाँबाट बताइन्छ, तर येशूको नामद्वारा चाहिँ अनि येशूद्वारा चाहिँ हामी चाहिँ उद्धार र मुक्ति प्राप्त गर्छौँ, हाम्रो जीवन हामीले प्राप्त गर्छौँ जुन चाहिँ अनन्तको जीवन हो भन्ने कुराहरू चाहिँ सिकाइँदैन। अनि यो कुराहरू चाहिँ धेरैजना सच्चाइमा जानुभएको मानिसहरूको के भन्छ जीवन गवाईबाट पनि मैले चाहिँ सुनेको छु है। तर यो सबै कुराहरू हेर्दाखेरि चाहिँ साँच्चै नै हामीले चाहिँ यो चाहिँ एउटा के भन्छ कुनै व्यक्तिको स्वार्थ पुरा गर्नको निम्ति यो के भन्छ गरिएको कुराहरू मात्रै भएको छ है। अब सच्चाइमा गयो भने त चङ्गाइ हुन्छ अरे नि त भनेर जाने मान्छेहरू होइन। सो मैले पनि एकजना हाम्रो गाउँकै मान्छे भेटेको थिएँ, मेरो मानिसहरू पनि अहिले सच्चाइमा जानुहुन्छ, उहाँहरू पनि थुप्रो के भन्छ विश्वासी नै हुनुहुन्छ भन्ने कुराहरू गर्नुहुन्छ, उनीहरू पनि चङ्गाइ भएको छ भन्ने कुराहरू गर्नुहुन्छ। तर हामी चङ्गाइमा मात्र हामी फोकस चाहिँ गर्नु हुँदैन, किनभने चङ्गाइ चाहिँ एउटा माध्यम हो प्रभुमा आउनको निम्ति होइन। हुनसक्छ कोही अब दुःखी पीडितमा थियो अरे, ऊ चाहिँ प्रभुमा आउनको निम्ति चाहिँ एउटा माध्यम चाहिँ उसको दुःख पीडा चाहिँ प्रभुले दिइदिनु भयो होइन। अनि यो चाहिँ प्रभुको अनुग्रह हो सबै मानिसहरूको निम्ति, तर प्रभुले त हामी प्रत्येकलाई चाहिँ जीवन दिन पनि चाहनु भएको हो नि त। तर मानिसहरूले चाहिँ त्यो जीवन जुन चाहिँ अनन्त जीवन हो, अनन्त जीवन चाहिँ रोज्न चाहेन होइन। तर प्रभु येशू ख्रीष्टमा चाहिँ विशेष गरी अनन्त जीवन, हाम्रो उद्धार र मुक्ति छ, हाम्रो पापबाट मुक्ति, अनि पापबाट मुक्त भइसके पछाडि चाहिँ हामी त्यो अनन्त जीवनमा प्रवेश गर्दछौँ होइन। त्यो कुराहरूलाई चाहिँ उनीहरूले ग्रहण गरेका छैनन्। तर मलाई लाग्छ हामी प्रत्येकले चाहिँ अहिलेको जीवनभन्दा पनि हामीले चाहिँ हाम्रो अनन्तको जीवन जुन चाहिँ हाम्रो आत्मालाई बचाउनु पर्ने कुरा हो त्यसमाथि चाहिँ हामीले चाहिँ फोकस गर्नुपर्दछ, किनभने हाम्रो शरीर त मरेर जान्छ तर हाम्रो आत्मा चाहिँ कहिले पनि मर्दैन, किनभने आत्मा चाहिँ अमर हुन्छ, किनभने यो चाहिँ परमेश्वरबाटको देन हो आत्मा चाहिँ होइन। शरीर त माटोबाट बनेको, माटोमै मिलेर जान्छ, चङ्गाइ भनेको शरीरको चङ्गाइ हुन्छ होइन। आत्माको चङ्गाइ त प्रभु येशू ख्रीष्टले मात्र दिन सक्नुहुन्छ होइन। अनि उहाँमा विश्वास गरेर चाहिँ हामीले आत्माको चङ्गाइ, आत्माको उद्धार र मुक्ति चाहिँ हामीले प्राप्त गर्दछौँ। यो सच्चाइमा चाहिँ तपाईँले भन्नुभयो
चङ्गाईको लागि मात्र के एउटा स्वार्थ है मान्छे चाहिँ एउटा स्वार्थको लागि मात्र गए जस्तो पनि देखिएको छ कति कुराहरू है। अनि अर्को चाहिँ मेन फोकस पनि भएको छ चङ्गाईमा है। म्याडम अब उहाँ चङ्गाई के भन्छ सच्चाईको गुरुजन जसले सिकाउनुहुन्छ उहाँ म्याडमद्वारा चाहिँ मैले यस्तो पाएँ, उहाँ म्याडमद्वारा चाहिँ मैले के भन्छ जे सच्चाइमा आउन पाएँ अनि मेरो जीवन चाहिँ जस चङ्गाई भयो परिवर्तन भयो भन्ने जस मानिस फोकस चाहिँ भएको छ क्या। तर हामी चाहिँ मानिस फोकस होइन, हामी चाहिँ प्रभु फोकस हुनुपर्छ भन्ने कुरा सन्देश पनि म दिन चाहे। तपाईँले भन्नुभयो जस्तै चङ्गाईको लागि मात्र गर्ने कुराहरू, चङ्गाई चाहिँ हुन्छ, चङ्गाई भएको कुराहरू पनि छन्। अनि एउटा स्वार्थको जीवन मात्र भयो कि उहाँहरूको चाहिँ। जस्तै तपाईँले एउटा राम्रो कुरा खुलाउनु भयो कि प्रभु यीशु ख्रीष्टलाई चाहिँ विश्वास गरेर आउने कुरा, त्यो चाहिँ एकदम राम्रो कुराहरू भन्नुभयो। तपाईँहरूको टिम पनि छ एउटा क्राउड्स वर्शिप मिनिस्ट्रिज है, वर्शिप एउटा आराधनाको कुराहरू छन्। यो आराधना चाहिँ के हो? आराधना चाहिँ वो क्राउड्स वर्शिप मिनिस्ट्रीले चाहिँ के भन्छ आराधनालाई चाहिँ? आराधना भनेको चाहिँ प्रभु को हो भन्ने कुरा चाहिँ बुझ्नु विशेष गरी है। प्रभु के हो भन्ने कुरा, प्रभु को हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा के गर्नुभयो, जब हामी त्यो कुरालाई बुझ्छौँ भने हाम्रो जीवनबाट चाहिँ उहाँप्रतिको जुन आदर भक्ति इज्जत सम्मान निस्किन्छ होइन, त्यो कुराहरूलाई चाहिँ हामी आराधना गर्न सक्छौँ। आराधना भनेको चाहिँ प्रभु एक योग्य व्यक्ति हुनुहुन्छ जसले चाहिँ हाम्रो जीवनमा चाहिँ अनुग्रह दिनुभएको छ होइन। गर्नुभएको कामको निम्ति हामी धन्यवादी प्रशंसा आदर भक्ति जब हामीले चढाउँछौँ, अब त्यो विभिन्न माध्यमहरू हुनसक्छ, हामीले गीतको माध्यमहरू हुनसक्छ, हाम्रो प्रार्थनाको माध्यमहरू हुनसक्छ, वचन पढाइ आज्ञाकारिताको माध्यम हुनसक्छ होइन। अनि विशेष गरी त हाम्रो जीवनशैली नै होइन, हाम्रो गीत गाउने बोली वचन एकअर्कामा के भन्छ कस्तो स्वभाव गर्छौँ होइन, अनि कसरी काम गर्छौँ, प्रेम गर्छौँ गर्दैनौँ, यो कुराहरूले पनि एउटा आराधनालाई चाहिँ होइन, जब हामीले चाहिँ हाम्रो जीवनबाट ख्रीष्टको त्यो प्रेम हामीले प्रकट गर्छौँ, जब हामीले चाहिँ हाम्रो जीवनबाट ख्रीष्टको त्यो स्वभावहरूलाई झल्काउँछौँ अनि हाम्रो जीवनबाट प्रभुलाई चाहिँ उछाल्छौँ, हामी आफै मानिसहरूलाई उछाल्दैनौँ तर हामी प्रभुलाई उछाल्छौँ भने चाहिँ त्यो चाहिँ एउटा साँचो आराधना हो। अनि त्यो चाहिँ आत्मा र सत्यताबाट हामी गर्छौँ, सत्यताले चिनिकन र आत्मालाई चाहिँ के भन्छ आत्मिक रूपमा चाहिँ हामी गर्छौँ। हाम्रो प्रभु आत्मा हुनुहुन्छ र आत्मा हाम्रो प्रभुलाई आदर इज्जत दिने काम हामी गर्छौँ भने त्यो चाहिँ आराधना हजुर। अनि मैले अस्ति देखेको थिएँ यो आराधनाहरू गर्दै गर्दा आराधनाहरू गर्ने कुराहरूमा अनि यो आराधनाको कार्यक्रमहरू हुन्छ नि, वर्शिप नाइटहरूदेखि लिएर कतिपय यो सेमिनारहरूदेखि यस्ता कुराहरू चाहिँ विशेष गरी चाहिँ मैले देखेको कुरा चाहिँ नेपालको फेसमा चाहिँ विशेष गरी देखेको चाहिँ अरू बेला नि गरिरहेको हुन्छन् तर म्याक्सिमम् छुट्टीको बेलामा हिन्दूको चाडको बेलामा गरिरहेको हुन्छ। त्यो चाहिँ खास गरेको किन त नि हिन्दूहरूकै चाडमा गरेको कुरा? हजुर, अब हिन्दूहरूकै चाडको त्यो दिनमा चाहिँ हाम्रो नेपालमा चाहिँ हिन्दूहरूको चाड हुँदाखेरि या त जुन पनि चाड फेस्टिभलहरू हुँदाखेरि चाहिँ छुट्टी मिल्छ। अनि छुट्टीमा चाहिँ मानिसहरूले टाइम दिन सक्छन् होइन, नत्र अरू धेरै मानिसहरू हाम्रो जवानहरू आफ्नै काममा पढाइमा व्यस्त हुन सक्छन्। तर एउटा छुट्टीको दिन किनभने त्यहाँ चाहिँ कुनै एउटा चाड पर्व छ त्यो बेला चाहिँ हामी ग्यादर हुन सक्छौँ। मेन कुरा एउटा त्यो। अर्को कुरा त्यसमा चाहिँ हामीले प्रोग्राम गर्नुको अर्को उद्देश्य चाहिँ हाम्रो मानिसहरू विश्वासीहरू चाहिँ विश्वासमै अगाडि बढ्नुपर्छ होइन। तर यदि हामी विश्वासमा छौँ तर अब छुट्टीको बेला हामी कुनै पनि के भन्छ विश्वासीहरूसँग हामी भेट्दैनौँ भने चाहिँ हामी अन्य जातिसँग भेटिरहेको हुन सक्छौँ, जो चाहिँ के भन्छ फेरि विभिन्न फेस्टिभलहरूमा चाहिँ घुमिरहेको हुन सक्छन् होइन। उता गएर बढ्नुभन्दा हामी चाहिँ हाम्रै आत्मिक क्षेत्रमा चाहिँ हामी बढ्नुपर्छ भन्ने मान्यताले पनि हामी चाहिँ विभिन्न खालको प्रोग्रामहरू चाहिँ हामी त्यो दिनमा चाहिँ हामी गर्छौँ। किनभने हामी चाहिँ संसारसँग चाहिँ एकै के भन्छ जुवामा चाहिँ ननारियो पनि भन्छ होइन। अनि हामी चाहिँ त्यो पनि हो एउटा कुरा। अनि हामी जब चाहिँ त्यो छुट्टीको दिनमा हामी एकसाथ चाहिँ प्रभुमा अगाडि बढ्छौँ भने चाहिँ त्यसले चाहिँ हाम्रो भातृ प्रेम पनि बढाउँदछ। अनि एकअर्कामा चाहिँ हामीले चाहिँ उत्साह दिने कामहरू हुँदछ, एकअर्कालाई चिन्ने काम हुन्छ होइन। अनि ख्रीष्टमा चाहिँ उत्साह दिइकन हामी ख्रीष्ट जस्तै बन्नको निम्ति चाहिँ हामी अगाडि बढिरहेका छौँ। ख्रीष्टको बारेमा अझ सिक्ने मौका चाहिँ
त्यो दिनहरू हुँदछ। अनि यो विभिन्न टिमहरू पनि छन्, टिमहरू मिनिस्ट्रिजहरू एउटा टिमहरू फर्म हुँदै गएको छन्। अनि मलाई पनि एउटा कुरा सोचिरहेको थियो कि एउटा ठुलो कार्यक्रम गर्दै हुन्थ्यो नि सबै मिलेर नि के है। ठिक छ, उहाँहरू चाहिँ आफ्नो क्षेत्रमा गर्नुभएको होला, तर के लाग्छ तपाईँलाई चाहिँ यो कुरामा चाहिँ? हजुर, एकदम राम्रो सोच ल्याउनु भयो हजुरले पनि। हो, हामी सबै ख्रिस्टका जनहरू यदि हामी मिलेर त्यसरी एउटा प्रोग्राम होइन हामी मिलेर गर्न सक्छौँ भने कति राम्रो हुन्छ होइन। जब सबै ख्रिस्टको मानिसहरू एकसाथ भेला भइकन ख्रिस्टलाई उछाल्ने काम हामी गर्छौँ भने कति राम्रो है। हो, त्यस्तो पनि हामी प्रार्थना गर्नु चाहिँ पर्छ। कुनै एक दिन कुनै समय मिलाएर चाहिँ हामी विभिन्न हाम्रो के भन्छ टिमहरू हुनुहुन्छ होइन, विभिन्न समाज समुदायहरू हुनुहुन्छ अनि विभिन्न सोसाइटीहरू हुनुहुन्छ। हामी सबैजना क्रिस्चियन सोसाइटी नै भनौँ होइन, समग्रमा मिलेर चाहिँ हामी त्यस्तै खालको एउटा प्रोग्राम चाहिँ हामी गर्नुपर्छ। यो हाम्रो के भन्छ प्रार्थनामा पनि हामीले सम्झ्यौँ होइन, किनभने हामी एकतामा बढ्नुपर्छ, एकअर्कालाई हामी चिन्नुपर्छ, एकअर्कालाई उत्साह दिने कामहरू चाहिँ हामी गर्नुपर्छ। अनि अहिले विभिन्न टिमहरू छ, वर्सिप टिमहरू छ फर्म भएको छ, त्यो पनि राम्रो कुरा हो। किनभने हरेक क्षेत्रमा हामी पुग्न सक्दैनौँ। हामी एउटा यो क्षेत्रमा हामीले एउटा टिम खडा गरेर हामी आफ्नै टिममा चाहिँ हामीले अरूहरूलाई सिकाउने काम गर्छौँ भने चाहिँ त्यो राम्रो कुरा हो। अनि बेला मौका मिलेको बेलामा चाहिँ हामी त्यसरी ग्रुपमा सम्पूर्ण टिमहरू मिलेर पनि कुनै एउटा प्रोग्राम गर्न सक्यो भने धेरै राम्रो कुरा हो। मैले यो देखेको चाहिँ किनभने चाहिँ मैले सोचेको चाहिँ किनभने कस्तो देखिन्छ होला कि त्यो हुन्छ नि, छ नि त हामी इसाईहरू हाम्रो विश्वासी जनहरू कति हुनुहुन्छ, कति दाजुभाइहरू कति जवानहरू कति हुनुहुन्छ कि। अनि यसो हेर्छु यो सेकुलर गीतहरूमा सेकुलर कन्सर्टहरूमा है कति धेरै बेला भइरहेको देखिरहेको हुन्छ क्या। त्यस्तै हामी पनि छौँ नि त, तर कस्तो कस्तो दामी हुन्छ होला कि त्यो, वाउ कि। हजुर, कस्तो दामी देखिन्छ होला कि त्यो इमेजिन गर्दा पनि के। वाउ, एउटा ठुलो एरियामा एउटा ठुलो कम्पाउन्डमा एउटा ठुलो ग्राउन्डमा चाहिँ खतरा टाइपको कन्सर्ट के त्यो हुन्छ नि, केही नभए नि तपाईँको 10-15 हजारजना मान्छेहरू है त्यसरी गर्दाखेरि कस्तो दामी देखिन्छ होला है। हजुर, हो नि, त्यही त। हामी म सानो हुँदाखेरि पनि अब सानैबाट हुर्किँदाखेरि यो हिल सङहरू भयो होइन, उहाँहरूको जुन त्यो ग्यादरिङ देख्थ्यो विदेशमा, जुन वर्सिप लिडरहरू त्यसरी थुप्रो के भन्छ स्टेडियमभरि नै क्रिस्चियनहरू भेला भएर एकसाथ गाउँदाखेरि होइन, अब कस्तो परमेश्वरको महिमा कस्तो राम्रो गुन्जेवान हुन्थ्यो कि होइन। त्यसै कारणको एउटा हामीले पनि हाम्रो क्रिस्चियन जगतमा गर्न सक्यो भने धेरै राम्रो हुन्छ, आशिषमय हुन्छ होइन। नेपालको फेसमा त्यो त छैन। हजुर, नेपालमा त्यो चाहिँ छैन, नेपालमा पनि त्यो गर्न पायो भने हजुर कस्तो दामी थियो। प्रार्थना गरौँ त्यसको निम्ति होइन। आउने दिनमा हामी सम्पूर्ण के भन्छ विश्वासीहरू मिलिकन त्यस्तो खालको एउटा प्रोग्रामको निम्ति हामी प्रार्थना गरौँ, अनि ताकि हामी सबै मिलिकन प्रभुलाई महिमा चढाउँ होइन। अरू थप लगायत तपाईँहरूले हाम्रो जवानहरूले चाहिँ के भन्न चाहनुहुन्छ, के गर्दा के गर्ने कुराहरू, जस्तै तपाईँले भन्नुभयो तपाईँ सेवाकाईहरू कुराहरू गर्नुभयो, तपाईँ बिटिएस गर्नुभयो, यस्ता कुराहरूले चाहिँ तपाईँ हाम्रो जवानहरूले पनि यो कुरा गर्न आवश्यक छ अथवा उहाँहरूले सेवाकाई गर्न आवश्यक छ भन्ने कुराहरूमा तपाईँले चाहिँ के जोड दिन चाहनुहुन्छ, के कुन प्रकारको उत्साह दिन चाहनुहुन्छ? हजुर, अहिलेको हाम्रो जवानहरूलाई विशेष गरी चाहिँ म के उत्साह दिन चाहन्छु भने जतिको हामी चाहिँ संसारमा अघि बढ्न इच्छा गरिरहेका छौँ, जति कोसिस गरिरहेका छौँ, त्यति नै हामी चाहिँ यदि हामी बाइबलीय क्षेत्रमा पनि हामी आत्मिक क्षेत्रमा पनि यदि हामी त्यति नै कोसिस गर्छौँ भने हामी कति असल हुने थियौँ होइन। अनि हामीले थुप्रो पढिरहेका छौँ होइन, सेकुलर स्टडिजहरू पनि त्यति नै हामी चाहिँ अब बाइबलीय ज्ञानमा पनि हामी अगाडि बढ्दै गयो भने हामी चाहिँ एकदम असल व्यक्ति हुन सक्थ्यौँ है। त्यो कुरा चाहिँ अहिले हाम्रो जवानहरूमा चाहिँ अलिकति कमी देखिरहेको छु होइन। तर हुनुहुन्छ आफ्नो क्षेत्रमा हाम्रो जवानहरू चाहिँ प्रभुको सेवा चाहिँ गरिराख्नु भएको छ। तर म अझ के उहाँहरूलाई उत्साह दिन चाहन्छु भने चाहिँ अझ के भन्छ कति जति सक्छ त्यो चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ हामीले चाहिँ प्रभुको सेवाको निम्ति चाहिँ हामीले दिनुपर्दछ है।
किनभने अहिले धेरैजना चाहिँ सेवकाईमा आउन चाहिँ उहाँहरू चाहनु हुँदैन है। सेवकाई भन्दा चाहिँ बाहिर बाहिर चाहिँ उहाँहरू जान इच्छा गर्नुहुन्छ। हो, एक प्रकारले हामी के भन्छ संसारमा छौँ, हामीलाई विभिन्न कुराहरूको आवश्यकता पर्दछ अनि त्यसै कारण पनि हामी चाहिँ देश विदेशमा हामी जान इच्छा गर्छौँ पढाइको सिलसिलामा, कामको सिलसिलामा। तर पनि हाम्रो शरीरको आवश्यकताहरू छ, तर हाम्रो आत्मिकी आवश्यकताहरू पनि छ। अनि आत्मिकी आवश्यकताहरू चाहिँ हामीले चाहिँ वचनबाट प्राप्त गर्दछौँ, हाम्रो चर्चबाट प्राप्त गर्छौँ। किनभने चर्चमा चाहिँ प्रत्येक हप्ता चाहिँ अनि इभन घरेलु सङ्गतिहरूद्वारा चाहिँ बाइबलले शिक्षाहरू चाहिँ प्रदान गरिन्छ। अनि बाइबल भनेको चाहिँ परमेश्वरको वचन हो जुन चाहिँ हाम्रो चाहिँ सम्पूर्ण रूपमा चाहिँ भलाइको निम्ति चाहिँ लेखिएको है। अनि यो चाहिँ के भन्छ जस्ट आत्मिक क्षेत्रमा मात्रै डेभलप गर्ने भन्ने कुराहरू चाहिँ छैन। बाइबलमा चाहिँ हामीलाई चाहिँ शरीरको रूपमा पनि होइन, भौतिक रूपमा पनि अनि विभिन्न क्षेत्रहरूमा चाहिँ हामीले चाहिँ कसरी चाहिँ एउटा असल जीवन जिउन सक्छौँ भन्ने कुरा चाहिँ बाइबलमा चाहिँ हामीलाई बताएको छ। अनि यो सबै कुराहरू सिक्नको निम्ति चाहिँ हामीसँग त्यो इच्छा चाहिँ हुनु पर्यो, हाम्रो जवानहरूमा विशेष गरी है। अनि हामी अघि पनि भने मैले, हामी बाहिर बाहिरको कुराहरूमा जति हामी इच्छा गर्छौँ नि त्यति नै हामीले चाहिँ यदि के भन्छ हामीले आत्मिक क्षेत्रमा हामीले त्यत्तिकै नै लगानी गऱ्यो भने चाहिँ हामी धेरै डिफ्रेन्ट पर्सन हुन सक्छौँ होइन। अनि धेरै आशिषहरू हामीले प्राप्त गर्न सक्छौँ। अझ पनि म हाम्रो जवानहरूलाई त्यही उत्साह दिन चाहन्छु, हामीसँग गिफ्ट एन्ड ट्यालेन्टहरू छ। थुप्रो हाम्रो जवानहरू चाहिँ गाउन सक्नुहुन्छ, बजाउन सक्नुहुन्छ होइन। अनि त्यही कुरा चाहिँ हामीले प्रभुको महिमाको निम्ति गरौँ न होइन। प्रभुको आज्ञा चाहिँ सम्पूर्ण मानिसहरूलाई चाहिँ प्रभु चाहिँ बाँचेको हेर्न चाहनुहुन्छ। अनि प्रत्येकको निम्ति चाहिँ त्यो के भन्छ गिफ्ट, एउटा अनुग्रह चाहिँ प्रभुले दिनुभएको छ। अनि उहाँमा चाहिँ त्यो उद्धार मुक्ति चाहिँ दिनुभएको छ। अब त्यसको निम्ति चाहिँ हामीले के गर्न सक्छौँ भने हाम्रो आफ्नै क्षेत्रबाट चाहिँ हामीले गरौँ न होइन। मसँग गाउने ट्यालेन्ट छ भने म प्रभुको गीत गाएर उनीहरूलाई सुसमाचार सुनाउन सक्छु होइन। त्यो हामीले गरौँ न। म बजाउन सक्छु भने म बजाएर होइन, प्रभुको गीतमा बजाइकन चाहिँ उनीहरूलाई सुसमाचार सुनाउ न होइन। म कुनै पनि फिल्डमा चाहिँ म के भन्छ ट्यालेन्ट छु भने त्यही फिल्डबाट चाहिँ मैले प्रभुको काम कसरी गर्न सक्छु त्यो कुरा चाहिँ हामी सोचेर अगाडि बढौँ भन्ने चाहिँ मेरो एउटा जवानहरूको निम्ति चाहिँ त्यो एउटा उत्साह म दिन चाहन्छु है। आफ्नै क्षेत्रबाट हामीसँग जस्तो गिफ्ट र ट्यालेन्ट छ होइन, हामी केही गर्न सक्दैनौँ भने हामी प्रार्थना गर्न सक्छौँ। हामी आफ्नो क्षेत्रबाट प्रार्थना गरौँ न होइन। हामी बोल्न सक्छौँ, राम्रो बोल्न सक्छौँ, एकअर्कामा चाहिँ हामी सम्बन्ध बढाउन सक्छौँ भने सम्बन्ध बढाएर चाहिँ उनीहरूलाई प्रभुमा ल्याउन होइन। अनि एउटा असल जीवन हामी जिउन सक्छौँ भने असल जीवन जिएर चाहिँ अरू मानिसहरूलाई प्रभुको एउटा के भन्छ क्रिस्चियन जीवन, असल क्रिस्चियन जीवन यस्तो हुन्छ है भनेर देखाएर होइन हामी चाहिँ उनीहरूलाई प्रभुमा ल्याउन। कसरी हुन्छ? आफ्नै क्षेत्रबाट हुनसक्छ भने त फुल्ली लाग्दा हुन्छ, तर यदि फुल्ली सकिँदैन भने पनि कतिसम्म सकिन्छ होइन। हामी आफ्नै क्षेत्रबाट चाहिँ गरौँ, प्रभुको महिमा हामी चाहिँ त्यसै गरौँ। अनि प्रभुको आज्ञा पनि त्यही हो, सबैभन्दा पहिले चाहिँ प्रभुको राज्य र धार्मिकताको चाहिँ खोजी गर होइन। जब हामी त्यो खोजी गर्छौँ, कसरी चाहिँ हामी प्रभुको काममा चाहिँ हामी लाग्न सक्छौँ भने हामी खोज्छौँ भने चाहिँ प्रभुले हरेक थोक चाहिँ जुटाइदिनुहुन्छ। अनि त्यो मात्र नभएर मैले कतिपय जवानहरूमा चाहिँ अहिले जवानहरूको के छ भने चाहिँ जस्तै एकदम बिग त्यो सानैदेखि चाहिँ एकदम खोज्ने भनेको फोन है। के लाग्छ तपाईँलाई यो कुरा गर्न? त्यो के भन्न चाहनुहुन्छ जवानलाई चाहिँ यो कुरा? फोन चाहिँ फाइदाको निम्ति बनाएको हो भने हामी फाइदा चाहिँ त्यसबाट उठाउनुपर्छ। तर किनभने फोनभित्र नै हामीले चाहिँ संसारलाई पाउन सक्छौँ होइन। सो हामीले चाहिँ सही तरिकाले युज गर्यो भने त्यो हाम्रो फाइदाको निम्ति हो, ज्ञान बढाउनको निम्ति हो, एकअर्कासँग नजिक हुनको निम्ति हो। तर त्यसलाई अब हामीले गलत प्रकारले युज गर्छौँ भने त हामी अब त्यसद्वारै बिग्रिरहेका हुन्छौँ, हाम्रो समयहरू बर्बाद हुँदछ। अनि एउटा विद्वानले पनि भन्नुभएको छ, जुन कुरा हामी हेर्छौँ, जुन कुरा हामी सुन्छौँ त्यसले चाहिँ हाम्रो जीवनलाई पनि सेप गर्छ अरे कि, एउटा के भन्छ आकार दिन्छ अरे कि है। सो हामीले अब के भन्छ गलत कुराहरू नै सुनिरहेका छौँ होइन, अनि गलत कुराहरू नै हेरिरहेका छौँ, गलत कुराहरू त्यहाँबाट गरिरहेका छौँ भने चाहिँ त्यसले चाहिँ हामीलाई त्यही गलततर्फ मात्रै हामीलाई आकर्षण गर्छ अनि त्यहीतर्फ चाहिँ हामीलाई लान्छ होइन। तर
अब फोनबाट हामीले थुप्रो परमेश्वरको वचनहरू पनि सुन्न सक्छौँ होइन। अनि त्यो वचन हामीले सुनेर हाम्रो जीवनमा अझ नयाँ आशा नयाँ विश्वासहरू चाहिँ हामीले पलाउन पनि सक्छौँ नि त। अनि वचनले पनि के भन्छ भने सुनाइद्वारा चाहिँ विश्वास आउँछ। अनि त्यही सत्य वचन जब हामीले खोज्छौँ त्यही कुराहरू सुन्छौँ त्यसद्वारा चाहिँ हाम्रो जीवनमा फेरि पनि प्रभुप्रति चाहिँ हाम्रो पुनर्मिलाप हुनसक्छ, हाम्रो विश्वास चाहिँ नयाँ ताजगी हुनसक्छ। त्यसरी चाहिँ हामीले सही सदुपयोग चाहिँ गर्नु पर्यो फोनलाई होइन। अनि विभिन्न त्यस्तो प्लेटफर्महरू छ त्यसद्वारा चाहिँ हामीले सही के भन्छ युटिलाइज गरियो भने चाहिँ त्यसद्वारा फाइदा हुन्छ। हुन्छ, तपाईँले धेरै राम्रो कुरा गर्नुभयो है। यो फोनको विषयमा पनि जवानहरूलाई एकदम राम्रो उत्साह दिनुभयो। हुन्छ, तपाईँलाई धन्यवाद छ है। जुन हाम्रो सोमा आएर तपाईँले चाहिँ आफ्नो अमूल्य समय दिनुभयो है, हामीलाई चाहिँ यो जवानहरूलाई उत्साहको कुराहरू गर्नुभयो। तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद छ है। धन्यवाद छ तपाईँहरूलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ जुन अहिलेसम्म हाम्रो सोलाई तपाईँले हेरिदिनु भयो है, धैर्य धारण गरेर। कतिपय कुराहरू हाम्रो सोहरूबाट हामीले भन्न खोजेका छौँ त्यस्ता कुराहरू चाहिँ तपाईँहरू पनि आशा छ तपाईँहरूले पनि लिनुभएको छ भन्ने हामीले आशा गर्दछौँ। र त्यो मात्र नभएर फेरि पनि हामी अर्को गेस्ट लिएर फेरि पनि नयाँ एपिसोड सहित हामी तपाईँहरूमा फेरि यो कार्यक्रममा फेरि भेट हुनेछौँ। त्यति बेरसम्मको लागि जय मसीह।